हो मुख्य प्रश्न, शिकारले कसरी वन्यजन्तुलाई जोगाउन सक्छ? यो त उल्टो कुरा भएन र? तर यसको जवाफ नेपालमै छ, ढोरपाटन शिकार आरक्षमा। यो यस्तो ठाउँ हो जहाँ संरक्षणका नियमहरू हामीले सोचेभन्दा अलि फरक छन्। ल अब कुरा गरौँ नेपालको यो एकमात्र शिकार आरक्षको। यो के हो अनि यसले कसरी काम गर्छ? सुरु यसकै परिचयबाट गरौँ है त। कुरा हो सन् 1987 को, नेपालीमा भन्दा विक्रम सम्वत 2044 सालको। त्यति बेला नेपालमा एउटा बिल्कुलै फरक किसिमको संरक्षण क्षेत्र स्थापना भयो। यो कुनै सामान्य राष्ट्रिय निकुञ्ज वा आरक्ष थिएन। यो थियो नेपालको पहिलो र अहिलेसम्मकै एकमात्र शिकार आरक्ष। अब यसको क्षेत्रफलको कुरा गरौँ। यो कुनै सानोतिनो क्षेत्र होइन है। यो आरक्ष रुकुम, बागलुङ र म्याग्दी जिल्लाका केही भागहरूमा फैलिएको छ र यसको कुल क्षेत्रफल हो 1325 वर्ग किलोमिटर। यति ठूलो हिमाली भूभागमा नै यहाँको संरक्षणको मोडल टिकिएको छ। ठिक छ, यति विशाल क्षेत्र त भयो, तर यहाँभित्र आखिर के पाइन्छ त? यहाँको जैविक विविधता कस्तो छ? अब त्यो हेरौँ। यो आरक्ष 32 प्रजातिका स्तनधारी जनावरहरूको घर हो। सोच्नुस् त, दुर्लभ हिउँ चितुवादेखि लिएर हिमाली कालो भालुसम्म यिनै जनावरहरूले यहाँको पुरै इकोसिस्टमलाई जीवन्त बनाएका छन्। अनि कुरा जनावरको मात्र छैन, चराचुरुङ्गी मन पराउनेहरूका लागि त यो ठाउँ स्वर्ग जस्तै हो। यहाँ 164 भन्दा पनि बढी प्रजातिका चराहरू पाइन्छन्। यिनले ढोरपाटनको आकाशलाई साँच्चीकै रङ्गीन र सङ्गीतमय बनाएका छन्। तर यति धेरै जीवजन्तु भए पनि यहाँको मुख्य आकर्षण भनौँ न स्टार जनावरहरू चाहिँ नाउर, जसलाई ब्लू शिप पनि भनिन्छ, र झारल अर्थात् हिमालयन टाहर हुन्। किनभने यहाँको पुरै शिकार व्यवस्थापनको प्रणाली यिनै दुई प्रजातिमा केन्द्रित छ। अनि हो, नेपालको राष्ट्रिय चरा डाफे जस्ता संरक्षित पन्छीहरूले पनि यहाँ सुरक्षित वासस्थान पाएका छन्। ल अब हामी यो मोडलको सबैभन्दा महत्त्वपूर्ण पाटोमा आइपुग्यौँ। त्यो हो यहाँ शिकारलाई आखिर कसरी व्यवस्थापन गरिन्छ त? कसरी हुन्छ यो सबै? सबैभन्दा पहिले त एउटा कुरा स्पष्ट हुनुपर्छ, यहाँ जो पायो त्यहीले जति बेला मन लाग्यो त्यति बेला बन्दुक बोकेर छिर्न पाउँदैन। यो अवैध चोरी शिकारीको ठिक उल्टो प्रक्रिया हो। ढोरपाटनमा हुने शिकार एकदमै नियन्त्रित र वैज्ञानिक हुन्छ, जसलाई कडा नियम कानुनले बाँधिएको छ। अनि यो प्रक्रिया कुनै अन्दाजको भरमा चल्दैन। यसको एउटा वैज्ञानिक तरिका छ। हेर्नुस् है, सबैभन्दा पहिले सरकारले नावर र झारलको संख्या गन्ती गर्छ। अनि त्यो तथ्याङ्कको आधारमा हरेक वर्ष कतिवटा जनावरको शिकार गर्न दिने भनेर एउटा कोटा तोकिन्छ। त्यो कोटा पनि जसले चाह्यो त्यसले पाउँदैन, प्रतिस्पर्धाबाट मात्रै अनुमति दिन्छ। अनि शिकार पनि आरक्षको जुनसुकै ठाउँमा गर्न पाइँदैन। तोकिएको 7वटा ब्लकमध्ये एउटामा मात्र गर्न पाइन्छ। तर प्रश्न उठ्छ, किन यत्रो धेरै झन्झट? किन यति कडा नियम? किनभने यसको पछाडि एउटा दोहोरो उद्देश्य छ। एकातिर संरक्षण गर्ने, अर्कोतिर स्रोतको दिगो उपयोग पनि गर्ने। यहाँको मुख्य तर्क एकदमै चाखलाग्दो छ। कल्पना गर्नुस् त, यदि कुनै जनावरको संख्या अनियन्त्रित रूपमा बढ्यो भने के हुन्छ? उनीहरूले आफ्नो लागि चाहिने खाना, घाँसपात सबै सखाप पार्छन्, जसले गर्दा उनीहरूको वासस्थान नै बिग्रिन्छ। व्यवस्थित शिकारले के गर्छ भने जनावरको संख्यालाई एउटा सन्तुलनमा राख्छ। यसले गर्दा इकोसिस्टम पनि स्वस्थ रहन्छ अनि स्थानीय बालीनालीको क्षति र मानव वन्यजन्तु द्वन्द्व पनि कम हुन्छ। अनि अर्को फाइदा त छँदैछ, यसबाट संरक्षण र स्थानीय समुदायको लागि आम्दानी पनि हुन्छ। हो, यो कुरा संरक्षणमा मात्रै सीमित छैन, यसको आर्थिक पाटो पनि उत्तिकै बलियो छ।
संसारभरका पेशेवर सिकारीहरू यहाँ आउँदा देशले विदेशी मुद्रा कमाउँछ। तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने यसले स्थानीय स्तरमा पर्यटन र रोजगारी बढाउँछ। जब स्थानीय समुदायले वन्यजन्तुबाट प्रत्यक्ष फाइदा देख्छन् तब उनीहरू आफै संरक्षणमा लाग्न प्रेरित हुन्छन्, हैन त?